नमस्कार सबैलाई। आदरणीय गुरुजनहरू र मेरा साथीहरू, मेरो नाम दीपिका छेत्री र कक्षा 8 की छात्री हुँ। आज भानुभक्त आचार्य नेपाली साहित्य आदि कवि भन्ने विषयमा प्रस्तुति दिन गइरहेकी छु। भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कवि आदि कवि हुन्। उहाँको जन्म 1872 असार 29 गते सन् 1824 जुलाई 13 तनहुँ जिल्लाको चुन्दी रम्घामा भएको थियो। उहाँले उनको हजुरबुबाबाट संस्कृत शिक्षा प्राप्त गर्नुभयो। उनको बुबाको नाम धनञ्जय आचार्य र आमाको नाम धर्मवती देवी थियो। भानुभक्त आचार्यले संस्कृत भाषामा रहेका रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गर्नुभयो। यसले गर्दा सामान्य मानिसहरूले पनि रामायण पढ्न र बुझ्न सके। उहाँको प्रसिद्ध रचनाहरूमा भानुभक्त रामायण, घाँसी, वधु शिक्षा र भक्तमाला पर्छन्। उहाँको नेपाली भाषा र साहित्यमा पुर्याएको अतुलनीय योगदानका कारण उहाँलाई आदि कवि भनेर सम्मान गरिन्छ। प्रत्येक वर्ष उहाँको जन्म जयन्ती तथा भानु जयन्तीका रूपमा नेपाल तथा विश्वभरका नेपाली समुदायले मनाउने गर्छन्। भानुभक्त आचार्य केवल कवि मात्र होइन, उहाँ एक समाज सुधारक र नेपाली भाषाका निर्माता हुनुहुन्थ्यो। भानुभक्तले भन्नुहुन्थ्यो, विद्या बिना मानिस अन्धकारमा हुन्छ। त्यसैले उहाँले शिक्षाको महत्त्वलाई पनि जोड दिनुभयो। उहाँकै कारण नेपाली भाषा राष्ट्रिय भाषाको रूपमा स्थापित भयो। उनको मृत्यु 15 गते 1925 सालमा भएको थियो। भानुभक्त आचार्य हाम्रो प्रेरणा हुनुहुन्छ। उहाँले सिकाउनु भएको इमानदारीता, भक्ति र देशभक्तिलाई हामीले सधैँ सम्झाउनुपर्छ। धन्यवाद।